बेत्रावती बजार पुरै ध्वस्त सकिसक्यो भइसक्यो चीनको सुशासित क्षेत्र तिब्बतबाट आएको भीषण बाढीले नेपालको रसुवा क्षेत्रमा निकै ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवाको तल्लो तटीय क्षेत्रमा रहेका ठूला शहरहरू बस्ती नै बगाएको अवस्था छ भने नदी किनाराका ठूला बस्तीहरूमा बाढी पसेर छेद विच्छेद बनाएको छ। त्यहाँ भौतिक संरचना सबै ध्वस्त भइसकेको अवस्था छ भने ठूलो मात्रामा मानवीय क्षति भएको आकलन समेत गरिएको छ। क्षतिको पूरा विवरण आउन बाँकी छ, तर बाढीको रफ्तार र त्यहाँको स्थिति देख्दा इतिहासकै ठूलो क्षति भएको देखिन्छ र नेपालमा निकै ठूलो विपत्ति आइलागेको छ। यति बेला हामी थप अपडेटका साथ आउनेछौँ। देखे अवस्था छैन र चाहिँ जहाँसम्म लाग्छ त्यहाँको भयावह अवस्था छ, किनभने त्यहाँ रोड पनि जीर्ण अवस्थामा थियो भनेपछि 99% चाहिँ त्यहाँ ठुलो क्षति भएको अवस्था हामीले बुझ्न सक्छौँ। भगवान् उहाँलाई रक्षा गरिदिनु होला। भौतिक संरचना त बनाउन सकिन्छ, तर मानवीय शरीर भनेको चिज चाहिँ हामीले बनाउन सकिने अवस्था हुँदैन। त्यसैले गर्दाखेरि उहाँहरूको सुरक्षाको लागि म मनोकामना प्रार्थना गर्न चाहन्छु। जो पनि हुनुहुन्छ, बेत्रावती बजार पुरै पुरिसकेको छ, सबै सुरक्षित रहनु होला। उहाँहरूको चाहिँ सकुशल अब गाडी कति थियो बजारमा मनोकामना मात्र गर्न सक्छु। तर यसले यो त अझै बेत्रावती बजार पुरै पुरिसकेको छ, सबै सुरक्षित रहनु होला। यो खोलाको आसपास बस्नु भएको छ, उहाँहरूको चाहिँ नि सुरक्षाको लागि चाहिँ हामी केही कामना मात्र गर्न सक्ने अवस्था छ। यो भयावह अवस्थाले गर्दाखेरि साँच्चै नै आज चाहिँ म साह्रै दुःख अवस्थामा छु। आज भगवान्ले हामीलाई पनि जोगाएको अवस्था छ, तर त्यो भन्दै गर्दा हामी पालिकामा आज कार्यक्रम थियो। बजार पुरै अब यस्तो स्थिति छ, यो बिजोग स्थिति। बेत्रावती बजार पुरै ध्वस्त सकिसक्यो भइसक्यो। यति ठुलो बाढी आछ कि दाइ होइन, तपाईँ ठ्याक्कै तपाईँको यो अब घुम्ने आइपुग्नु लाग्यो। हामी बेत्रावतीबाट भर्खर सुरु भयो क्या, पुरा घरै छैन दाइ। लगभग तपाईँको 40-50 घरै डुब्यो क्या। मान्छे कति मऱ्यो हेर्नुहोस्, 100-150 वटा घर डुबिसकेको छ। त्यहाँ चाहिँ कट्यौँ होइन, मान्छे कति मरे कति के हो केही फर्किनु अब त पत्तै छैन। यो अब हामी त कटिहाल्यौँ, केही फरक परेन। हामी चाँडै भयो बिहान आज। अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु। नै हामी त भाग्यले मान्छे हो कि तपाईँहरू त चाँडै आइहाल्नु गाडी बाँच्नुभयो यार तपाईँहरू। यार हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले, तपाईँहरू बाँच्नुभयो। बाँच्नुभयो यति बसी होइन, कति आके आज चाहिँ गाडी फेरि हेर्नु त। यो बेत्रावती तपाईँको पुलै छैन, जम्मै बगाएर माथिसम्म आइसक्यो भने यति ठुलो आएको कि होइन पुरै नहुँदैन। 200-300 वटा घर डुबिसक्यो। मान्छे कति के हो, गाडी कति के हो। आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो, यति धेरै आयो। डुबिहाल्नु, उ त्यो घरै डुबिसक्यो, पुलै जम्मै डुब्यो। अब होइन, खोलो अझै आइपुगेन रे क्या माथिबाट। हामीले खोलो त अझै आउँदैछ कि, यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ। भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या। बरु त्यो लाने नै हो क्या, ढुक्कै लाने हो है। ल हेर्नु त, हेर्नुहोस् नि यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने। ल हेर्नु त, अब यता फलाफुपट्टि आइसक्यो कि यताको पनि, यता पनि मान्छे हटे हुन्छ। डाँडाको छेउ होइन, यो केही पनि होइन क्या। माथि चाइनाको लेनदेखि यो माथिको चाइनाको भोटेको हजुर। ल यस्तो भएपछि ल स्याब्रु त अनि योभन्दा बढी कम हो, अनि लगाइहाल्छ नि यसो। के अरे सोले
गाडी त अब लैसक्यो ए त्यही त अब यो माथि तपाईँको माथिको बेत्रावती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईँको थोरै हो अझै 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 बाँकी छैन न कति कति ए यहाँ बेत्रावती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भनेकै बाढी आयो भने कस्तो कुरा नसुने होला पनि सबै त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई हेलो बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्ने त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेत्रावती बजार सबै बगाइसक्यो त्रिशुली बगाउन लागिसक्यो छिटो भने के भाग्नु भने यता माथि उता उता जानु छरे बजारबाट जानु कस्तो बेला बिदा बसिदियो हेर आज भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरह भने क्या बेत्रावती बजार सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लागिसक्यो भाग्नु भने उता छोरे भाग्नु भने क्या भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो लगभग एउटा ठुलै बजार उ त्यसरी छोपेर खोला माथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोला माथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनाबाट मलाई हालो भाग्नु के उता छरे जानपट्टि जानु छरे जानपट्टि छरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जीलाई फोन गर्नु छिटो ए बुवा भान्जीलाई फोन गर्नु छिटो भाग्नु भने हे नाटक दिदी मैले नाटक गरेको हजुर हजुर रसुवा त ध्वस्तै बनायो नि बेत्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू स्याब्रुको सबै घरहरू गयो स्याब्रु बेसी बजार गयो सबै गयो साँच्ची नै हो भने सबै गयो केही बाँकी छैन बेत्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ तपाईँ अहिले हेर्दै हुनुहुन्छ कलर अफ नेपाल 24 घण्टा ताजा खबरका लागि हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला।